ऐतिहासिक दोस्रो विश्व ध्यान दिवसको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस विश्व ध्यान दिवसको केही औचित्यहरू प्रकाश पार्ने चेष्टा गर्न चाहन्छु। सर्वप्रथम ध्यान एक विशुद्ध वैज्ञानिक प्रक्रिया र घटना हो। यसर्थ ध्यान कुनै एक मत या सम्प्रदायको मात्र बिल्कुल रहन सक्दैन र रहनु हुन्न। जुन यस विश्व ध्यान दिवसको आजको यस कार्यक्रमले प्रष्ट पारेको छ। आजको डिजिटल युग विज्ञान र प्रविधिले एक गाउँ भइसकेको अवस्थामा ध्यानको चेतनाले पनि विश्वलाई एक गाउँमा समेट्न सके हामीले स्वर्ग खोज्न मृत्युपछि जीवनलाई पर्खिराख्न पर्दैन। पृथ्वी नै स्वर्ग बन्न सक्छ। मूलत ध्यानले मनका सम्पूर्ण कुण्ठा तनाव अचेतनमा दबेर बसेका अनेकन दुःख पीडाहरूलाई सहज ध्यानका प्रक्रिया विधिहरूद्वारा निर्जरा गरी शान्त निर्दोष मनोदशा र आफ्नो आत्माको दर्शन गर्ने प्रेरणा दिन्छ। ध्यानकै त्यस शान्त अवस्थाबाट हाम्रा आदि गुरुहरू, ऋषिमुनि, योगी, तपस्वी, सन्त र ध्यान गरी बुद्धत्व प्राप्त गर्नुभएका अनेकन बुद्धहरूले करुणा र प्रेमका अतिरेकमा वासुदैव कुटुम्बकम, अहिंसा परमो धर्म, अप्पोदिपो भव, अहम ब्रह्मास्मि, योगस चित्तवृत्ति निरोध जस्ता मानव चेतनाका उच्चतम उद्गारहरू उद्घोष गरेका थिए। वर्तमान परिप्रेक्ष्यमा विश्व संस्था संगठनको नयाँ तथ्याङ्क खोजले के भन्छ भने आज यस संसारमा प्रत्येक 4 जनामा 1 जनालाई कुनै न कुनै किसिमको मानसिक समस्या रहेको डरलाग्दो तथ्य खुलाएको छ र सन् 2030 इस्वीसम्ममा सबैभन्दा धेरै मृत्युका कारक कुनै मुटु रोग, डायबिटिज, प्रेसर नभई त्यो डिप्रेसन, एङ्जाइटी जस्ता मनोरोगसँग सम्बन्धित रोगहरूले हुने भनिएको छ र यो मनोरोग लगायत अन्य धेरै रोगहरूको मूल जड मनमा हुन्छ। मन कुनै वस्तुगत अङ्ग नभई तरङ्ग, भाव, विचारले निर्मित भएकोले यसको आजसम्म कुनै ठोस औषधि बन्न सकेको छैन। अशान्त, विचलित, थकित मनको अचूक औषधि आदिकालदेखि सधैँ ध्यान र योग नै थियो र यो आज, भोलि र चिरकालसम्म रहनेछ। मनुष्य आफ्नै मनमा विभाजित भएर बस्नु बाध्य भएको परिणामले आज संसारमा सारा युद्ध, लडाई, झै झगडा त्यही विभाजित मनले सृजना गरेको धर्म, जाति, देश, वर्ण, लिङ्गको आधारमा भइरहेको छ। विश्व ध्यान दिवसको औचित्यलाई यहाँ जोड्न चाहन्छु। ध्यानको त्यो गहिराईमा जुन प्रत्येक मनुष्यको जन्मसिद्ध अधिकार हो, त्यस ध्यानको अवस्थामा उसको मनका सारा रेखाहरू विलीन भएर ऊ परब्रह्म या अस्तित्वसँग एक हुन्छ। पृथ्वी मात्र नभएर सारा ब्रह्माण्ड नै उसको लागि एक हुन्छ। तसर्थ विश्व ध्यान दिवस विश्व शान्तिको पर्यावाची सिद्ध हुनेछ भन्दै यस ध्यान दिवसको औचित्यलाई यही विराम दिन चाहन्छु। यति भन्दै मेरो 2 वचन यही विश्राम दिन चाहन्छु। धन्यवाद।